यो हाम्रो कार्यवाहक सभापतिमाथि उठेको प्रश्नको कुरा गर्नुभएको जस्तो लाग्छ मैले तपाईले। यसमा डिपीजीलाई चाहिँ यदि उहाँले त्यस्तो उहाँसँग आफै व्यवसाय गरेको मैले त नाम पनि थाहा छैन, त्यो आफ्नो टुर एन्ड ट्राभल मेरो हो भनेर उहाँले स्वीकार्नु भएको छ। त्यो टुर एन्ड ट्राभलको काम भनेकै के हो भने यदि कोही व्यक्तिहरू भिजिटमा चाहिँ गएर कहीँ घुमेर आउन चाहन्छन् भने त्यहाँ जाने चिज होला। मसँग खेत छ भने, मसँग जमिन छ भने मैले राज्यले ठगेर पाउँदैन। तर व्यवसाय मसँग जमिन छ भने मैले आलु लाउने कि काउली लाउने मेरो कुरा हो। त्यसको मूल्य तोकेर त्यो मूल्य तपाईले किन्ने, मेरो मूल्य कुन क्वालिटीको छ भनेर किन्ने तपाईको जिम्मेवारी हो। त्यो चाहिएको आवश्यकता परेको मान्छेले हो। त्यसकारण त्यहाँ हामीले मान्छे खोजी खोजी त्यहाँ ठगेर पठाउने होइन। कोही काम विशेषले घुम्न जान इच्छा लाग्या मान्छेलाई जाने माध्यम भनेको के हो? टुर एन्ड ट्राभल हो। त्यो टुर एन्ड ट्राभलमा निश्चित मूल्य तिरेर जाने पक्का पनि उहाँको त्यहाँ काम होला। यदि त्यहाँ पनि केही इलिगल छ भने त उहाँलाई कारबाही गर्न पाइहाल्यो। आरोप त जसलाई नै लगाउन मिल्छ, तर राज्यले ठगेर पैसा लिएर चाहिँ पठाउनु मिल्दैन। राज्यले ठगेर पैसा लिएर पठाउन मिल्दैन। होइन, कोही विषयले चाहिँ एउटा व्यवसाय गरेको न्युमा आरोप लाउँदै जाने हो भने होइन। गृहमन्त्रीको आरोप भनेको तपाईलाई अध्यागमनको विषयमा, सरकारी संयन्त्रको विषयमा लागेको आरोप। तर उहाँको त आफ्नो व्यक्तिगत व्यवसायको विषयमा त जसलाई पनि लगाउन सक्छ। मलाई पनि तपाईले लगाउन सक्नुहुन्छ नि त। मैले पनि आजसम्म के व्यवसाय गरेर आए होला भनेपछि यो व्यक्तिगत व्यवसायमा दिने कि नदिने भन्ने चिज हो। अब आरोपमै पछि दौडिने हो भने होइन, त्यो कदापि हुँदैन। त्यो भित्र पनि गल्ती छ भने तपाईहरुले समातेर हामीलाई कारबाहीको भागीदारी बनाउन सक्नुहुन्छ। छानबिन गरौँ न त्यो माथि पनि। के अदालत भित्रको भए मान्छेले फेरि अर्को चाडा मुद्दा लगाइसक्नुभयो, अर्को 5 वटा थप्न मिल्दैन र? गरौँ न, हामी तयारी छौँ। हामीलाई यो डर छैन। तब जब मान्छेलाई भ्रमको पर्दाले, त्यो आँखाले, भ्रमको आँखाले हेरिन्छ, त्यतिखेर कसैको गुण त देखिँदैन, आफ्नो वैगुण पनि देख्दैन। त्यही अर्काको गुण पनि आफ्नो वैगुण पनि देख्न नसक्ने त्यो भ्रमको पर्दाबाट हेरिएको आँखाको यो सरकारको आँखाले हेरेको छ। त्यसकारण जसले अरूको गुण पनि देख्न सक्दैन र आफ्नो वैगुण पनि देख्दैन, त्यस्तो सरकारले हामीलाई चाहिँ हाम्रो गुण देख्ला भनेर हामीले विश्वास गरेका छैनौँ। उहाँलाई हामीले भन्ने मात्रै हो।